एकछिन यो भिडियो हेर्नु होला। 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा टिकट टाँच्नेछौँ। Many months later. नेपाल फर्किने अभियान चलाउनै पर्दैन, टिकट काट्नै आउने के को अभियान? यो टिकट बन्द भएको छ र त्यो रट लगाइरहनु पर्दैन। स्वाभिमानको त्यति ख्याल माया छ भने टिकट काट्नै आउने, अभियान कसैले चलाइरहनु पर्दैन। भिडियो मजाले हेर्नुभयो नि। चुनाव अघि रवि लामिछानेले के भन्दै थिए, त्यसपछि चुनाव भइसकेपछि बहुमत जब जितिसकेपछि अनि त्यसपछि चुनाव पछाडि चाहिँ के भन्नुभएको थियो? पहिला चाहिँ के आश्वासन दिनुभएको थियो र चुनाव पछाडि चाहिँ जब चुनाव जितिसकेपछि पछाडि चाहिँ के भन्नुभएको थियो? हामीले कुरा बिर्सेको छैन। यो भिडियो हामीले हेरिरहेछ है, जनताले राम्रोसँग बिर्सेको छैन, अझै पनि जलजली सम्झेको छ है। अनि नेता हो नेता, जनताले चाहिँ बुझ्नुपर्छ। अनि जनताहरू फेरि आपसमा तछाड मछाड गर्दै बसिरहेछ। को राम्रो को नराम्रो जनताले आफैले छुट्याउनु पर्छ कि पर्दैन?